गोब्रे किरा बाल्यकालको खेलदेखि घमासान युद्धसम्म। केटाकेटीमा हामी चौरमा गएर गोब्रे किरे खोज्थ्यौँ। नेपाल भाषामा गोब्रे किरालाई खिगवारा भनिन्छ। गाईले चौरमा गोबर गरेको केही दिनपछि त्यही गोबरभित्र गोब्रे किरा भेटिन्थ्यो। गोबर हटाउँदा सानो पाल देखिन्थ्यो। औँलाई छिराएर माटो निकाल्दै जाँदा पाल अलि ठुलो हुन्थ्यो अनि त्यसमा पानी हाल्यो भने एकछिनपछि अर्को गर्दै गोब्रे किरा बाहिर निस्किन्थ्यो। हामी त्यसले समातेर खेल्थ्यौँ। कहिलेकाहीँ त ओरन ठ्याउलो भएर ढुङ्गामा घोटेर दुःख पनि दिन्थ्यौँ। भुइँमा छोडिएपछि भने त्यो कुल्ले लाम ठोक्थ्यो। आज सम्झना ती बाल्यकालका खेल निकै निर्दय पनि लाग्छन्। तर गोब्रे किराको संसार भन्ने निकै रोचक छ। यसले गाई, गोरु, घोडा, हात्ती आदिको गोबरलाई गोलो डल्लो बनाएर गुडाउँदै सुरक्षित ठाउँमा लैजान्छ। यही गोबरभित्र अन्डा पार्छ र त्यसैबाट बच्चा हुर्कन्छ। तर गोबरको दल्लो बनाउन र पोटीलाई आफ्नो कब्जामा लिन भाले गोब्रे किरा बीच घमासान युद्ध पनि हुन्छ। गैँडाको जस्तो सिङ भएको भाले गोब्रे किरा साँढे जस्तै एक अर्कालाई घचेट्दै लड्छन्। बलियोले कमजोरलाई पल्टाइदिन्छ। पल्टिएको गोब्रे किरा उठ्न नसके त्यहीँ मर्न पनि सक्छ। सानो देख्ने गोब्रे किराको संसारमा पनि प्रेम, प्रतिस्पर्धा र युद्ध रहेछ। बाल्यकालमा हामीले खेलाउन ठानेको त्यो गोब्रे किरा त प्रकृतिको आफ्नै अद्भुत संसारको एउटा पात्र पो रहेछ।